यस भिडियो हेरिबस्नुभएका सम्पूर्ण नमस्कार। मैले आज किन भिडियो बनाउन गइरहेको छु भन्दाखेरि दिनौँ हजारौँ युवाहरू विदेश जान बाध्य छन्। सरकारप्रति आम नागरिकको के छ भनाइ र सरकारले युवाहरूलाई आफ्नै देशमा रोजगार दिन के गर्न सक्छ, यस विषयमा रहेर यहाँ आउनुभएका मानिसहरूसित कुराकानी गर्नेछु। सडकको आवाज सरकारसम्म पुगोस् भन्ने लक्ष्यका साथ यो भिडियो बनाइरहेको छु। दाइ नमस्कार। नमस्कार। हजुरको नाम र ठेगाना भनिदिनु न। मेरो नाम दिनेश थापा हो। मेरो प्रमाणित एड्रेस चाहिँ नकुल पञ्चकन्या 3। हाल चाहिँ म अहिले काठमाडौँमा चाहिँ पनि बालाजुङ बस्छु। दाइलाई केही प्रश्नहरू गर्न मिल्छ होला नि होइन? भइहाल्छ नि। दाइ के गर्दै हुनुहुन्छ अहिले? म अहिले सानो बिजनेस गर्छु। अहिले होटेल व्यवसाय गर्छु। अनि मेरो के यो कारखानाहरू पनि छ एक दुईटा। दाइले अहिलेको सरकारप्रति कसरी हेर्नु भएको छ? अहिले सरकारप्रति कसरी हेर्ने भन्दा नि अब अहिलेको हिसाबमा अब जनताले चाहे अनुसारको भएको छ। भोलिको दिनमा के हुन्छ कसो हुन्छ अब आस्था गरौँ, हेर्दै जाउँ होइन। अब जो नयाँ आउनुहुन्छ होइन, उहाँले राम्रै गरिरहनु भएको छ होइन। अब हेर्दै जाउँ अब के हुन्छ, पछिल्लो पिँढीहरूलाई कस्तो हुन्छ अब गर्दाखेरि थाहा हुन्छ पछि। देशमा रोजगार भएर हो कि नभएर हो दिनौँ हजारौँ युवाहरू विदेश गएका छन्। दाइले यसलाई कसरी हेर्नु भएको छ? हुन त अब म पनि हिजो विदेश चिन्न लागेको युवा थिएँ होइन। अब मलाई पनि अब गर्व लाग्छ, म आफ्नो देशमा बसेर अहिले मैले पनि म हिजो दिनमा विदेश चिन्न लागेको युवा थिएँ। अहिले म चाहिँ विदेशको प्लान सपना देख्दै मैले होइन म नेपालमा केही गर्नुपर्छ भनेर चाहिँ मैले सानो व्यवसायबाट होटेल व्यवसायबाट सुरुवात गर्दै आज म 100 युवालाई चाहिँ रोजगार दिन सफल भएको छु होइन। मलाई कस्तो लाग्छ भने विडम्बना, अब विदेशिएको युवाहरू अनि नेपालमा रोजगार नभएर चाहिँ कति युवाहरू चाहिँ विदेशिएको छन् होइन। अब नेपालमा अवस्था त्यस्तै तपाईँलाई थाहा छ, तपाईँहरूलाई थाहा छँदैछ होइन। अब मलाई लाग्छ विदेशमा भन्दा नि नेपालमा केही युवाहरूलाई चाहिँ अब पढाइको हिसाबमा 12 पास गरेर युवाहरू चाहिँ रोजगारको लागि विदेश जान्छन्। अब 12 पास गर्ने होइन कि आफ्टर ब्याचलर सकेपछि मात्रै अब शिक्षाको लागि हो भने चाहिँ विदेशको लागि चाहिँ अथोरिटी दिने एउटा राम्रो सिस्टम बनाएर र अब बाँकी युवाहरूलाई चाहिँ ब्याचलरसम्म अगाडिको युवाहरूलाई चाहिँ यही विदेशमै चाहिँ हाम्रो देशमा स्वदेशमै चाहिँ अब नयाँ सरकारले कल कारखानाहरू तपाईँको अब कुनै व्यवसायहरू गर्नलाई बिना धितो लोन दिनेदेखि लिएर होइन। अब सहज तरिकाले सहज ढङ्गले अब एउटा व्यक्ति आए पनि उसको प्रपर्टी नराखिकन चाहिँ एउटा यो नेपाली हो भनेर चाहिँ एउटा यो विश्वास गरेर एउटा युवालाई चाहिँ एउटा बिना धितो लोन दिने सिस्टम गरेर अब आफूलाई कसरी सहज हुन्छ त्यो हिसाबले उसलाई कम ट्याक्स लागेर गभर्मेन्ट कुनै पनि कम्पनी दर्ता गर्दा होस्, चाहे एउटा होटेल खोल्दा हो, एउटा व्यवसाय कुनै पनि व्यवसाय गर्छ भने उसले एउटा सहजीकरण गरेर सरकारले चाहिँ अलिकति सुलभ ढङ्गले चाहिँ अलिकति थोरै पैसा लागेर चाहिँ एउटा उसले पनि विदेश गर्न सकोस् भन्ने मलाई लाग्छ। अनि र बजारीकरणदेखि लिएर अब कृषिदेखि लिएर होइन, गाउँघरको खाद्यान्नदेखि लिएर सबै कुराहरूलाई चाहिँ नेपालमै उत्पादन भएको कुरा, कृषिजन्य खाद्यदेखि लिएर लत्ता कपडादेखि लिएर सबै कुराहरूलाई चाहिँ आफ्नै देशलाई नै ब्रान्ड बनाएर चाहिँ गऱ्यो भने चाहिँ रोकथाम गर्न सकिन्छ र सबै युवाहरूलाई चाहिँ एउटा मनोबल बढाउनलाई चाहिँ विभिन्न तरिकाबाट तर्फबाट चाहिँ एउटा सपोर्ट र एउटा अहिलेको गभर्मेन्टले चाहिँ अहिलेको सरकारले चाहिँ होइन अब युवा हुनुहुन्छ सबैजना युवाहरू हुनुहुन्छ, उहाँले नै बुझ्नुभएको छ युवाको लागि अहिले गरिरहनु भएको छ, अब गर्नुहुनेछ भन्ने पनि त्यो आशा छ होइन। अब मेरो सोचमा चाहिँ त्यही लाग्छ। अब मान्छे दाइको सोचमा चाहिँ आफू पनि अब होटेल व्यवसायमा हुनुहुन्छ, यसलाई अझै सहज बनाइदियो भने अझै केही छ सरकारप्रति सहज बनाउनलाई? अब होटेल लाइनदेखि लिएर सबै कुरामा ट्याक्सहरूको लागि कम गराउने होइन। अब व्यापार व्यवसायमा गरिन्छ त्यो 13% ट्याक्स तिर्नुपर्छ, लास्टमा कमायो होइन। अब त्यो सरकारलाई नै बुझाउनु पर्ने भएपछि अलिकति होइन, ठुलो बडालाई चाहिँ केही फरक पर्दैन। अब एउटा पानीको बोतल बेच्ने छ नि 20 रुपियाँमा पनि पानी बेचिन्छ भने होइन, 250 पनि पानी बेचिन्छ। अनि त्यो 250 बेच्नेलाई पनि 13% र 20 रुपियाँमा पानी बेच्नेलाई नि 13% ट्याक्स तिरेर त हामीले जनताले गर्न सकिँदैन नि त। हो त्यो लेभल हेरेर कि ग्रेड हेरेर छुट्याइदिनु पर्यो होइन, कि भने गभर्मेन्टले त्यसरी बुझिदिनु पर्यो, ध्यान आकर्षण गर्न पर्यो। अनि ट्याक्स चाहिँ अब होटेल अनुसार, अब बिजनेस अनुसार, व्यवहार अनुसार चाहिँ ट्याक्सको लेभल तलमाथि गरिदिनु भयो भने चाहिँ अझै बेटर हुन्छ।
समय दिनुभयो दाइलाई धेरै 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 धन्यवाद। हस् सर नमस्कार, नमस्ते। हजुरको नाम र ठेगाना भनिदिनु न। मेरो घर चाहिँ रामेछाप हो। रामेछाप द्रोमस सेलुङ गाउँपालिका 2 ओखिरी। मेरो नाम चाहिँ राजु घिसिङ। हाल म काठमाडौँमा बस्छु। काठमाडौँमा चाहिँ धेरैजनाले चिन्नुहुन्छ, म चाहिँ पूर्वेली सेवा कर्नरको सञ्चालक हो। हाल मैले काठमाडौँमा चाहिँ 5वटा आउटलेट चलाएको छु। मेरो नयाँ बानेश्वरमा पनि छ र हनामनगरमा पनि छ र बौद्धमा पनि छ र माछा पोखरीमा पनि छ, पोखरामा पनि छ। अहिलेसम्म चाहिँ मैले 5वटा आउटलेट चलाउँछु। हजुरलाई मैले अहिलेको सरकारप्रति केही प्रश्नहरू सोध्न खोजे। सरकारले आफ्नै देशमा युवाहरूलाई राख्नलाई कस्तो कस्तो रोजगार ल्यायो भने सक्छ होला? पोलिसी कस्तो हुनु पर्यो अहिलेको सरकारको चाहिँ? अहिलेको सरकारको अब सबै कुरा ठिकै छ के अरे। पहिलाको सरकार भन्दा अहिलेको सरकारको धेरै पढेको छ होइन। अझै राम्रो होला, अझै सिस्टममा आउला होइन। विगतको दिनहरू भन्दा अझै पनि राम्रो हुँदै जाला। मलाई जहाँसम्म लाग्छ अझै राम्रो हुन्छ जस्तो लाग्छ। हजुर होटल व्यवसायको हुनुहुन्छ, यसमा चाहिँ समस्याहरू कस्तो छ? सरकारले कस्तो खालको आगामी दिनमा कानुनहरू ल्यायो भने चाहिँ सहज हुन्छ, अरू नर्मल मान्छेहरूले पनि गर्न सक्छन् होला होटल व्यवसाय? होटल व्यवसाय गर्न सकिन्छ होइन। अब हाम्रो लागि चाहिँ होटल व्यवसाय मेरो पनि धेरै ठाउँमा छ। ठुलो सानोदेखि लिएर मिडियम हाईको चाहिँ मेरो पनि पूर्वेली सेवा कर्नर भन्ने छ। यसको लागि चाहिँ मलाई चाहिँ अलिकति दुःख लागेको कुरा चाहिँ अहिले जुन हाम्रो नयाँ सरकार आइसकेपछि जुनसुकै कुरामा चाहिँ इलेक्ट्रोनिक्सदेखि लिएर सबै कुरामा चाहिँ भ्याट बढाउनु भएको छ। त्यो चाहिँ अब हामी जस्तो व्यापार गर्नेलाई चाहिँ त्यति धेरै नबढाइदिनु भएको भए अझ बेटर हुन्थ्यो भन्ने कुरा हो। हजुरको भनाइमा चाहिँ भ्याट कम हुनु पर्यो? भ्याट जुन पहिलाको थियो पहिलाको ठिक थियो, अहिलेको अलिकति बढेको छ नि त। त्यसलाई चाहिँ अलिकति कम भइदिएको भए राम्रो हुन्थ्यो। अरू केही सरकारलाई सुझाव? सम्मानीय प्रधानमन्त्री बालेन शाहलाई केही हजुरको तर्फबाट? मेरो सुझाव सबै कुरा ठिक छ। अब खाना पाइरहेछ, काम गर्न पाइरहेछ, बाइक हुइकर हिँड्न पाइरहेछ होइन। मलाई त एकदम बेटर ठिक छ। सुझाव मेरो केही छैन। बालेन शाहलाई एकदमै ठिक छ। त्यही हो। हस् धन्यवाद। वेलकम। दाइ नमस्कार। नमस्कार। हजुरको नाम र ठेगाना भनिदिनु न। मेरो नाम चाहिँ नरेश लामा हो। मेरो घर चाहिँ हेटौँडा हो होइन। यहाँ हाल चाहिँ त्यही माथि पर्दिरहेको छु। हाल अहिले के गर्दै हुनुहुन्छ दाइ तपाईँ? म हाल त यसो टेम्पोररी गाइड गर्दैछु, पठाउ गर्दैछु टेम्पोररी। दाइलाई मैले के प्रश्नहरू सोध्न खोजे सर्टमा। अहिलेको सरकारप्रति दाइको के छ धारणा? अहिलेको सरकारप्रति चाहिँ मेरो के छ भने धारणा भने नेपाल भनेको एउटा विकासोन्मुख राष्ट्र हो होइन। यसलाई अघि अब त्यो विकसित बनाउनको लागि चाहिँ मेन कुरा नेपालमा मैले देखिएको चाहिँ मेन कुरा आधारभूत आवश्यकताहरू के घाँस घाँस कपास शिक्षा स्वास्थ्य हुन्छ नि, त्यसलाई मेन प्रायोरिटी दिएर र कसरी हुन्थ्यो देशमा रोजगार सृजना गर्ने के रोजगार सृजना गर्ने। अनि दैनिक रूपमा धेरै युवाहरू बितिसकेका छन्। त्यो विदेशी युवाहरूलाई कसरी रोक्न सकिन्छ देशमै होइन। देशमै रोकिएर उहाँहरूलाई कसरी एउटा रोजगारी दिलाउने सरकारले कुन उपाय अप्नाएर रोजगार दिन सकिन्छ। जस्तो कि कृषि मेन आधारभूत आवश्यकता भनेको त घाँस हो नि त नि, मान्छेलाई चाहिने भनेको घाँस हुन्छ नि। त्यो घाँसकै लागि हुन्छ होइन यताउति भकारिने मान्छेहरू होइन। हजुर। अनि त्यही भएर मेन प्रायोरिटी चाहिँ घाँसलाई प्रायोरिटी दिनको लागि के गर्नुपर्छ, कृषिलाई प्रायोरिटी दिनु पर्यो। उत्पादन बढाउनु पर्यो क्या देशमा। उत्पादन बढाइसकेपछि अब नेपालमा जति पनि उपभोक्ता छन् त्यसलाई फिलफुल गरेर अन्य देशमा एक्सपोर्ट गर्न सकिन्छ नि त होइन। सकेर त्यसबाट पनि अब त्यो कृषिमा चाहिँ अलिकति जोड दियो भने। दाइले भन्नुभएको अहिलेको सरकारले कृषिमा अलि सहज बनायो भने आफ्नै देशमा युवाहरूलाई राख्न सक्छ। सकिन्छ एकदम एकदम एक्ज्याक्ट। दाइ राइडर पनि हुनुभयो रहेछ। यो राइडरहरूको समस्या धेरै सुन्ने छ, के छ के समस्या छ? अहिलेको सरकारले राइडरहरूलाई अझै सहज यो व्यवसायलाई अलि
बनाउनलाई के गरौँ भने ठिक होला? अब यो राइडरहरू चाहिँ यस्तो छ, दुई प्रकारको राइडरहरू छ होइन। एउटा टेम्पोररी गर्ने, एउटा पर्मानेन्ट गर्ने। एउटा प्रोफेसनल हुन्छ नि, एउटा बिचरा 40 नागेको राइडरहरूले चाहिँ अब आफ्नो जीविकोपार्जन गर्नको लागि नै गरिरहेछ। अनि मेरो विचारले चाहिँ अब कोही चाहिँ स्टडी गर्दै अब राइड गर्दैछ आफ्नो होइन, आफ्नो इन्कमको लागि। अनि कोही चाहिँ विदेशिनेको लागि गरिरहेछ। अनि उहाँहरूको लागि चाहिँ अब त्यो सिधो यो राइडलाई सहज नगरिकन यसरी नै अब झन् जताभावी अब ती पार्किङको व्यवस्था पनि छैन। यहाँनिर जहाँ पाए त्यहीँ रोक्यो भने ट्राफिकले चिट काटिदिन्छ होइन, जबरजस्ती पनि गर्छ यहाँनिर, लहडी खोपी पनि चिट काट्ने गर्छ यहाँनिर होइन। त्यस्तो त अब यहाँनिर अब देशमै केही गरेर अथवा होइन अब टेम्पोररी रूपमा जब गरेर अरूको जब गऱ्यो भने 10-12 हजार दिन्छ होइन। अब राइड गरेपछि अनि आफ्नो अनुसार त्यो अनुसार गर्न सकिन्छ नि त। अनि त्यो भएको कारण त्यो राइडरहरूको लागि पनि सहज हुनु किसिमले अहिले त सरकारले गरिदियो भने यो कोही विदेशिनेको लागि बसिराखेको हुन्छ। म पनि एउटा विदेशिनेको लागि बसिराखेकै हो होइन, एउटा पार्टीमा अब होइन। यो त्यही हो आजको यो सरकारलाई चाहिँ कहाँबाट हुन्छ, कसरी हुन्छ, राइडरहरूलाई पनि अलिकति सहजता बढाउनलाई म अनुरोध गर्दछु। समय दिनुभयो दाइलाई धेरै धेरै धन्यवाद। धन्यवाद। हेलो सर, नमस्कार। नमस्ते, हजुरको नाम र ठेगाना भनिदिनु न। मेरो नाम सन्दीप खनाल, मेरो घर चाहिँ धादिङ हो। हाल चाहिँ यता नयाँ बजार बालाजुतिर नै बस्न चाहिँ। अहिले के गर्दै हुनुहुन्छ? पढ्दै केही रोजगार? पढ्दै त अब पढाएको छैन, अब काम चाहिँ अलिअलि काम गर्दै सानतिनो होटेलतिर काम गर्दैछु। सरलाई मैले सर्टमा क्वेसन सोध्न खोजेँ, हालको राष्ट्रिय स्वतन्त्र पार्टी र सम्मानीय प्रधानमन्त्री बालेन शाहले कस्तो कस्तो योजनाहरू ल्याउनु भयो भने युवाहरूलाई आफ्नै देशमा राख्न सक्नुहुन्छ होला? के छ हजुरको धारणा? अब मेरो धारणाबाट चाहिँ अब यस्तो, अब सरकारी तहको स्टाफहरू हुनुभयो त उहाँ त हुनु भयो, तर हाम्रो निजी हुन्छ नि, निजी कर्मचारीहरूबाट पनि अलिअलि हुन्छ। अब करहरू पनि भइहाल्यो, त्यो माथि पनि निजी कर्मचारीहरूलाई हित गरेर अब घन्टाको हिसाबले अब आय स्रोत अलिक राम्रो हुने गरी काम भयो भने अलिक राम्रो हुन्थ्यो कि भन्न खोजेको मेरो चाहिँ। हजुरले भन्नुभएको श्रमको मूल्य हुनु पर्यो। श्रमको मूल्य चाहिँ हुनु पर्यो। अब घन्टाको हिसाबले अब विदेशमा पनि हेर्ने हो भने घन्टाको हिसाबले धेरै नै हुन्छ। अब यहीँ अब काम गर्दाखेरि नि 15-16 घन्टा ड्युटी गर्दाखेरि महिनाको आखिरमा 15,000 तलबले त केही होला जस्तो त छैन काठमाडौँमा। छैन, बस्ने डेरामा नि बस्नै पर्यो, काम खाइ खर्च नि हेर्नै पर्यो। त्यतिले त अब घरमा चाहिँ के पठाउने हो, त्यही हो कुरो। युवाहरू विदेश गई हुनुहुन्छ, यहाँ रोजगार भएर हो कि नभएर कस्तो लाग्छ तपाईँलाई? अब उहाँहरूको धारणा अनुसार त्यति नै, अब उहाँ विदेशमा खटे जसरी नै नेपालमा खट्ने र श्रमको मूल्य हुने हो भने नेपालमै पनि धेरै सम्भावना छ काम नेपाल विकास हुनको लागि पनि। अब त्यही त हो नि, अब श्रम अनुसारको मूल्य नपाएर त विदेश जानुहुन्छ नि सरहरू पनि, अब त्यस्तै हो। हजुरले श्रम अनुसारको भन्नुभयो, अब कुन फिल्डमा गरौँ भने चाहिँ युवाहरूलाई रोक्न सकिएला त? अब युवाहरूलाई हजुरको देखेको कुन फिल्ड होला त? अब हुन्छ नि, कल कारखाना खोल्ने हो कि शिक्षामा अझै राम्रो ल्याउने हो कि? अब नेपालकोमा हेर्दा चाहिँ अब शिक्षा पर्यटनहरूमा राम्रो हुन्छ, पर्यटक व्यवसायहरू हुन्छ। अब त्यही अनुसारको श्रमसिपहरू अब दिने हो भने राम्रो हुन्छ। अब त्यस्तै हो कुरो चाहिँ। अब श्रमसिपहरू अब रोजगारीमूलक सिपहरू अब धेरै ठाउँमा पनि नपुग्न सकेको छैन। अन्त्यमा केही सुझाव? मेरो तर्फबाट सुझाव भने चाहिँ अब यस्तै हो, अब जुन पनि निजी व्यवसायहरूमा हुन्छ काम गर्ने स्टाफहरूलाई अब धेरै काम लगाइरहेको हुन्छ, काम धेरै गर्नुपर्ने हुन्छ, तर त्यही अनुसारको श्रम सिप मूल्यहरू हुँदैन त्यसको। 15-16 घन्टा ड्युटी गरेर अब त्यही 400-500 तलबमा त अब के गर्न त नेपालमा त सकेला जस्तो चाहिँ लाग्दैन मलाई पनि। समय दिनुभयो, धेरै धेरै धन्यवाद सर। धन्यवाद। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? कृपया तपाईँहरू पनि आफ्नो सल्लाह सुझाव सरकारको विरोधी भन्दा पनि सरकारलाई सुझाव दिएर यो कार्य गर्यो भने, यो पोलिसी ल्यायो भने, यो गर्यो भने दीर्घकालीन जान्छ, युवाहरू आफ्नै देशमा बस्न सक्छन् भनेर के छ त्यो चाहिँ कृपया कमेन्ट गर्न नभुल्नु होला। थप भिडियो अझै ल्याउने नै छु, अझै मानिसहरूसित कुरा गर्नेछु म।